Guys, welcome back to my new video. आज हामी मदर्स डे स्पेशलमा केही कुरा गर्न गइरहेका छौँ। आज क्रिस र परीक्षितमा एउटा च्यालेन्ज गर्ने विचारमा छौँ हामीहरू। परीक्षित कम हियर फास्ट। हैन तिमी दुईटा छौ नि, तिमी दुईटा यस्तो ह्यान्डसम मान्छेहरू छौ नि। म एउटा काठ यसरी तल फाल्छु हैन, त्यही गरौँ न हैन। यहाँ दुईवटा यस्तो लट्ठी जस्तो छ हैन, यो एउटा परीक्षितको लागि यहीँ फाल्छु, क्रिसको लागि ऊ त्यहाँ फाल्छु हैन। नाइ अलि तल के ऊ त्यहाँ के कुरा गर्छ यार। कोसिलो लिएर आउँछ है, हुन्छ परीक्षित? प्लिज नजाऊ न, तिम्रो दाइको लाइक र भ्युज गाइज पोपट भयो गाइजहरू। ल गाइजहरू अब हामी एकछिन माथि गएर आउँछौँ। ल गाइजहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँ ऊ त्यहाँ एउटा खोला हेर्न सक्नुहुन्छ गाइजहरू। मेरो मोबाइल खासै राम्रो छैन है गाइजहरू, रिजुम गऱ्यो भने राम्रो आउँदैन, के गर्ने। पोपट हो गयो गाइजहरू, च्यालेन्ज गरौँ भनेको गर्दै गाइज। नगर्ने केही नगर्ने, अब बस्ने अब हामी एकछिन हावा खान आएको हो गाइजहरू। हावै लागेको छैन त्यो हावा पनि यार। क्रिस हावालाई बोलाऊ त। ठ्याक्कै कौवा जस्तै गरे यार तिमीले, काउ 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 गरे यार। ए परीक्षित न, ए होइन होइन तिमीले होइन भन्यो। गाइडलाई हेलो गाइड के छ भन्नु त। हो क्या हो हेलो गाइड के छ भन्नु न। हेलो गाइस के छ? म यहाँ आज डान्स गर्न लाग्छु भने म यहाँ आज डान्स गर्न लाग्छु। मेरो भाइको डान्स हेर्न सक्नुहुन्छ गाइजहरू, यस्तो खतरा डान्स छ गाइजहरू। वाह वाह या कुन डान्स हो? भुजिया डान्स। यस्तो डान्स पनि हुँदो रहेछ गाइजहरू। क्रिस तिम्रो बाबा खै? गाइज कन्टेन्ट मिस भयो गाइजहरू। दराम सरै गइसक्नु भएछ। दराम सरले गर्नुहुन्छ नि, कस्तो हाँसो लाग्छ। अरू गाइजहरू यस्तै छ गाइजहरू। अब म होइन ठ्याक्क भित्र आइसकेको छु, टक्क यहाँ म छु गाइजहरू, हेर्न सक्नुहुन्छ तपाईँले। अनि म यहाँ पनि छु गाइजहरू। अनि यहाँ यस्तो मजाले पूजा भइरहेछ। क्रिसको डान्स हेर्न सक्नुहुन्छ गाइजहरू, परीक्षितको भुतिया डान्स हेर्न सक्नुहुन्छ गाइजहरू। गाइजहरू मलाई ल गाइजहरू अब म ठ्याक्कै मदर्स डेको ठ्याक्कै के गर्छ नि, टिका सिका लाग्छ नि म हो त्यही टिका लाउने बेला भगवान गर्छ ल। लिनेहरूले मेरो दिमाग खायो कि मम्मीले ठिक्क पारिदिइसक्छ गाइजहरू। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो यस्तो राम्रो के हो सोनपापडी छ गाइजहरू। यो ठाउँमा मिठाई पाइन्न गाइजहरू। यो ठाउँमा धेरै मिठाई नै मिठाई पाइन्न, यही सोनपापडी पाइने रहेछ।
त्यही लिएर आएको छौँ हामीहरूले गाइजहरू हामीहरूले नै मोमो लिएर आएको छ गाइजहरू अनि मान्छे के परीक्षित धोइदिइसकेँ त्यही त काम गायब भयो फेरि जेसिबी टाइपको गाइस रियाक्सन हेर वाउ कति राम्रो म त खतरा हो नि गाइजहरू फेरि यहाँ चाहिँ टिकटक भनिरहेको छ थोरै हजुरले बजाइदिन्छ कपिराइट आउँदैन बजाइ तर टिकटकको त हो नआउनु पर्ने टिकटकको सबैले युज गरेर हुन्छ अनि यहाँ प्राइज पनि लेख्नुपर्छ नि प्राइज पनि लेख्नु पर्यो त मेरो फोटो त्यही छ अनि किन प्राइज लेख्नु पर्यो सबैले चिनिहाल्छ कहाँ बोला कि त्यसलाई परीक्षित म मेरो भाइलाई बोलाएर आउँछु गाइजहरू त्यसले मलाई रिस उठाइसक्यो त्यो मोमोको दे ल म तिमीहरूलाई दिन्छु ज्ञानी बाउ धेरै पढ मम्मीलाई माया गर बाबालाई माया गर सबैलाई माया गर है ज्ञानी हुनु स्वस्थ हुनु मलाई ढोक्दै ढोकेन तिमीहरूले म त बिहानै ढोके हामीतिर आज खुट्टामा ढोक्नुपर्छ म त बिहानै उठेर पुरा हात ढोके खुट्टा ढोके मैले बिहानै उठेर ल ज्ञानी भएस धेरै पढे यसलाई चाहिँ भयो मलाई चाहिँ भएस भए माया गर्ने मान्छेले त भन्छ कि धेरै मलाई त भन्छ धेरै मलाई त छोरा माया गर्ने अनि मम्मी बाबालाई धेरै माया गर्नु धेरै पढ्नु ठुलो मान्छे हुनु ल के मानी भयो ल गाइजहरू अब तपाईँहरूले पनि यस्तै टिका लाउनु होला हामीले त लगाइसक्यौँ टिका अनि अब छोरो मिठाई पनि खान्छौँ ओके थ्याङ्क यू सो मच गाइज वेलकम हामीहरूको पाली त सक्यो ल त्रिस दादालाई दियो है खाएर खाँदा बाटोमा गायब गरिदिन्छ गाई त्यसले भाँचेर खा होला लगाइदिनु तपाईँहरूले पनि आफ्नो आमालाई आज टिका लगाइदिनुहोस् अनि आशीर्वाद पनि दिनु होला गाइजहरू हैन अनि मिठाई पनि खानु होला खुवाउनु पनि होला राम्रो राम्रो गिफ्टहरू दिनु होला अब एकछिनमा भेटौँ ल गाइजहरू ल गाइज आजको भ्लगमा यति नै अब हामी यहाँ च्यालेन्जको तयारी गर्दैछौँ हैन च्यालेन्जको तयारी गर्दैछौँ हेर्न सक्नुहुन्छ यहाँ यो करेन्ट पाक्दैछ अनि यहाँ मेरो भाइ पनि छन् गाइजहरू ल आजको भ्लगमा यति नै हस्त नमस्ते सबैलाई बाई बाई मेरो च्यानललाई लाइक शेयर सब्सक्राइब गर्न नबिर्सनु होला गाइजहरू बाई